आज हामी कुनै पनि डेरिभेटिभ क्वेसनलाई क्याल्कुलेटरबाट सजिलै सल्भ गर्न गइरहेका छौँ। त्यसका लागि चारवटा रुल्सहरू रहेका छन्। फर्स्ट रुल भनेको क्याल्कुलेटरलाई चाहिँ रेडियनमा राख्ने। त्यसको लागि हामीले शिफ्ट प्लस मोडमा जाने, अप्सन 4 मा जाने, त्यहाँ रेडियन भन्ने छ, त्यसमा गएर हामीले क्याल्कुलेटर रेडियनमा राख्यौँ। सेकेन्ड भनेको चाहिँ एक्सको भ्यालुलाई चाहिँ कुनै पनि भ्यालु सपोज गर्ने, जस्तै 0 1 2 3 भने सपोज मैले होइन एक्सको भ्यालुलाई 1 सपोज गरेँ। थर्ड स्टेप dy/dx क्याल्कुलेट गर्ने भनेको डेरिभेटिभ क्याल्कुलेट गर्ने। त्यसको लागि क्याल्कुलेटरबाट सजिलै गर्न सकिन्छ। त्यो गर्नका लागि ठ्याक्कै क्याल्क भन्ने अप्सनदेखि यतापट्टि इन्टिग्रेसनको साइनको माथिपट्टि एल्लो कलरमा dy/dx भनेर लेखिएको छ, तपाईँले यहाँ भिडियोमा नि हेर्न सक्नुहुनेछ। त्यसको लागि हामीले शिफ्ट प्लस यो गर्ने। अब हामीले dy/dx क्याल्कुलेट गर्न लागि मसँग एउटा क्वेसन रहेको छ, त्यो म सल्भ गर्न गएको छु। अब क्वेसन भनेको e को पावर 10x को डेरिभेटिभ गर्ने हो। त्यसको लागि म गएँ, e को पावर चाहिँ कहाँ छ भन्दाखेरि ठ्याक्कै यो एलएनमा छ, ठ्याक्कै लगको यतापट्टिको एलएन भन्ने लगमा छ। अब त्यसमा म गएँ, शिफ्ट प्लस e गरेँ 10x। अब 10 यहाँ छ, x थिच्नको लागि अल्फा, यो ब्राकेट निर गएर त्यसले अल्फा भयो। मैले अघि x को भ्यालु 1 एजुम गरेको थिएँ, त्यही भएर म यसमा 1 लेख्छु। यसको भ्यालु कति आयो? 16.25 आयो। 16.25 आयो। अब हामी फोर्थ स्टेपमा आउँछौँ। फोर्थ स्टेपमा के गर्ने भन्दाखेरि अप्सनमा गएर अघि जुन हामीले x को भ्यालु एजुम गरेको थियौँ त्यसमा गएर चेक गर्ने। जस्तै फर्स्ट अप्सनमा मैले चेक गर्छु। फर्स्ट अप्सनमा चेक गर्दाखेरि e को पावर 10 1 गरेर चेक गरेँ, कति आयो मेरो भ्यालु? 4.74 आयो। सेकेन्डमा मैले चेक गर्दाखेरि कति आयो मेरो? 1.38 आयो। थर्ड चेक गर्दा मेरो कति आयो? 16.25 आयो। यो चाहिँ हाम्रो क्वेसनसँग म्याच गर्न गयो, त्यही भएर यसको एन्सर सी भयो। थ्याङ्क यू।